फेक च्याटहरू बनाउनको लागि विभिन्न एप्सहरू तथा सफ्टवेयरहरू प्रयोग गरिन्छ जसले वास्तविक जस्तो देखिने नक्कली कुराकानी सिर्जना गर्छ। आजको डिजिटल युगमा प्रविधिको दुरुपयोग गर्दै गलत सूचना फैलाउने प्रवृत्ति बढ्दै गएको छ। विशेष गरी फेक च्याट नक्कली कुराकानीको प्रयोग गरेर मानिसहरूलाई झुक्क्याउने, गलत समाचार फैलाउने काम भइरहेको छ। फेक च्याट कसरी बनाइन्छ भन्ने कुरा चाहिँ माननीय ज्ञानेन्द्र साईज्यूले ऋषि धमलाको कार्यक्रमबाट प्रश्न पार्नु भएको छ। यो भिडियोलाई पुराका पुरा हेर्नु होला। फेक हो, सबभन्दा पहिला फेक हो। प्रचण्डजीको पनि फेक हो, मेरो पनि फेक हो। कसरी हुन्छ भनेर म देखाइदिन सक्छु। यसरी गर्ने सबैलाई पनि भन्छु, यो सबै यही टेलिभिजन ऋषि धमला दाईको टेलिभिजनबाट पनि भन्छु, संसार नेपालभरिका नि विश्वभरिका नेपालीहरूलाई यसबाट सचेत हुनुहोस्। यो एउटा अहिले टेक्नोलोजीको सबभन्दा राम्रो। अहिले के गर्ने भने यसरी गुगल प्ले स्टोरमा जाने, यहाँ प्ले स्टोरमा गइसक्यो तपाईँलाई फेक च्याट भनेर एउटा एप आउँछ। म अहिले तपाईँको देखाइदिन्छु है ऋषिजी। अनि फेक च्याट एप यसरी एप आउँछ। यो एप आइसकेपछि यसरी जाने, ओपन गर्ने, यहाँ क्रिएट च्याट भनेर यसरी आउँछ। अब म यहाँ के गर्छु, ऋषि धमला भनेर हान्छु है। तपाईँ र मेरो अहिले नै यहाँ कुरा आउँछ, ऋषि तपाईँ र प्रचण्डको कुरा गरौँ न। होइन पहिला यो सुन्नुहोस्, ऋषि धमला भनेर मैले तपाईँको नाम राखिदिएँ होइन। अब ऋषि धमला आयो, हेर्नुहोस् है। अब तपाईँको ठ्याक्कै मैले यहाँ राखिदिन्छु, काठमाडौँ भनेर राखिदिन्छु। यो फेक गरेर तपाईँ कसरी फेक गर्छ भनेर म देखाउँदैछु कि काठमाडौँ। अब हेर्नुहोस् है, अब ठ्याक्क ऋषि धमला आयो। अब स्वाट्ट यहाँ प्रोफाइल गरेर तपाईँको फोटो, अब यस्तो गरेर तपाईँको अब प्रोफाइल पनि भन्छ, स्वाट्ट जाने यसमा। अब सेट प्रोफाइल, तपाईँको फोटो अलरेडी यहाँ छ। अब ऋषि धमला हो ऋषि धमला। अब ऋषि धमला आयो। अब यहाँ चट्ट पारेर म तपाईँसँग हाई भन्छु। हाई भन्दा दुईवटा अप्सन आउँछ, यो दुईवटा अप्सन ऋषि भयो कि के हो। अब मैले पठाएँ हाई भनेर आयो, के छ भाइ भनेर तपाईँले मलाई भन्नुभयो, भाइ भनेर यसरी लेखेँ मैले। अब यहाँ के आयो, ऋषि आयो। ल हेर्नुहोस् त, ठक्क तपाईँले मलाई मेसेज गरिरहेछ। च्याट कसको छ, ऋषि धमला छ, भर्खर बनाएको हो, हाई छ। अब मैले भने पैसा चाहियो भनेर भने, तपाईँको चाहियो भनेर भने। अब ऋषि धमलाले मसँग पैसा माग्यो भनेर ट्वाक यहाँ रिसिभ गर्दा ठ्याक्क आयो कि नै, ऋषि धमलाको आइडीबाट पैसा चाहियो भन्छ। कति भनेर अब मैले भने, कति भनेर यसरी गर्दाखेरि टक्क सेन्ड। ल हेर्नुहोस् त, दुईजनाको च्याट, यतापट्टि ऋषि धमलाले टक्क हेरि पनि रहेछ। यस्तो टेक्नोलोजी प्रयोग गरेर, विशेष गरेर माओवादीहरूका साथीहरूले टेक्नोलोजी प्रयोग गरेर मान्छेलाई उल्लु बनाएका छन्। म यो टेलिभिजनबाट भन्छु के प्रचण्डले तपाईँलाई उल्लु बनाउनु भयो कि तपाईँले प्रचण्डलाई उल्लु बनाउनु? उनीहरूले मलाई बनाए, फेक च्याट बनाएर होइन, फेक च्याट ग्रुपहरू क्रिएट गराएर। यो अहिले पनि गुगल प्ले स्टोरमा गएर फेक च्याट, यो एपको यस्तो देखिन्छ, हेर्नुहोस्। यो एप जानुभयो भने ठ्याक्क यो देखिन्छ, यसको नाम फेक च्याट हो। अनि गुगलको प्ले स्टोरमा जानुभयो भने फेक च्याट यो एप भन्छ। यो एप गोलो मैले हाल्लाइरहेको छु नि, यो एपबाट तपाईँको कसैको पनि कुराकानी, कसैको पनि नक्कली कुराकानी र भेरिफाई आइडी पनि बनाउन सकिने यस्तो किसिमको टेक्नोलोजीलाई प्रयोग गरेर समाजलाई भ्रमित गराएको। सामाजिक सञ्जाल चलाउन पनि माहिर मान्छे हो नि त, सामाजिक सञ्जालमा खेल्न सक्ने, जानेको, बुझेको मान्छे। र तपाईँले चाहिँ भ्रम फैलाउनु भयो भनेर प्रचण्डले गम्भीर आरोप लगाउनु भएको छ। आज पनि भन्नुभयो सञ्चारकर्मीको सामु, ज्ञानेन्द्र साईले नभएको कुरा बताउनु भयो, सत्य कुरा होइन, असत्य।